सो गाइस फेरि अर्को आज है आज पनि हामी फेरि हन्टिङमा यता कालिस पऱ्यो रे हामी चाहिँ डक्रिरहेको छौँ चोटपटक लाग्यो यसको ल यो चाहिँ भाले छ है जुत्दै कोही बेला परेको रहेछ हिस्सा चाहिँ यस्तोमा डाँसेर यो फुत्किसकेको रहेछ क्या धन्न यार कहाँ यो अरिलामा यस्तो छ है यो त पुरै पुरै आउँछ त्यो चाहिँ फेरि अर्को आज यार भगवान् के हो यस्तो यार हामी मार्छ नि त बेला बेला त्यो चाहिँ हाम्रो हो क्या हामी चाहिँ उतातिरबाट आएको थियो भने यस्तो जङ्गलको विषय त्यस्तो खतरा जङ्गल पनि छैन छन त फेरि पऱ्यो के भन्ने यार अनि यता चाहिँ म छु बिहानको लगभग काममा जाने बेला टाइममा पऱ्यो रहेछ के भन्ने यार गाह्रो छ खानु पऱ्यो त है खानुपर्छ अलिअलि त्यही हो सो गाइस हामी चाहिँ यता छौँ अनि यो चाहिँ निकाल्न लागेको अवस्था छ है अलिअलि खाइरहेको हुन्छौँ बेला बेला मतलब दुईचोटि भनौँ न मार्यो अहिले चाहिँ काम जाने क्रममा थियो टक्कैमा परेको रहेछ अनि ठ्याक्क आउँदाखेरि चाहिँ पऱ्यो भन्ने बित्तिकै म चाहिँ डकुर्दै आएको थिएँ तपाईँलाई अगाडि त्यो नै देखाइहालेँ अब यसको पछि देखाउँछु है त लास्टसम्म हेरिदिनु होला यस्तो चाहिँ खुट्टामा परेको रहेछ यार अरू मुन्टामा परेर आउँथ्यो हेर त खुट्टामा यता जिउँदैछ हिस्सा चाहिँ पऱ्यो होला सायद टक्क खुट्टै सुनेको छ फुत्केला है अलि ध्यान दियो टक्कलाई फुकाइयो मारिदियो यसलाई बरु नमारे यतिकै राखेको पनि भयो खुट्टो हेर लाग्यो यो पनि करिब करिब 2 वर्षको 2 वर्षको भाले ल खाइने भयो फेरि यो त अलि रस फेरि देखाउँ त किन सो गाइस यसको पनि टक्क मतलब भयो नि त खाइयो होइन यता भाग बन्न लागिसकेको छ नि यार मेरो भिडियो खिच्दा भने चाहिँ ढिलो भइसकेको छ सबै कुराहरू अब खानुपर्ने भयो त आजको चाहिँ यही भएको थियो कस्तो अगाडि भिडियो बनाउन भनेको बिर्सिएको छ क्या मोबाइल चार्ज सकेर सो गाइस अब चाहिँ खाना लाग्यो होइन अब बेला बेला खानुपर्छ अलिअलि खाइहाल्छ अनि ठुलामा त एकदम खुल्ला भइगयो अरे मासु होइन यस्तै छ जिन्दगानी होइन कहिले दुःख हुन्छ कहिले सुख हुन्छ तर पनि ठिक छ आज पनि सबैसँग भेट हुन्छ मलाई चाहिँ सबैले एकदम भिडियोलाई माया गरिदिनु होला होइन नसक्ने जति पनि हुन्छ त्यही भन्न चाहन्छु म चाहिँ खाइरहेको छु